साथीहरू नमस्कार, तपाईलाई हार्दिक स्वागत छ द कथा प्लसको पहिलो कथा भिडियो श्रृङ्खलामा। आज पनि हामीले पानी मुनिको गाउँ कथा लिएर उपस्थित भएका छौँ। कथालाई अन्तिमसम्म सुनेर हेरेर साथ दिनुहोला। धेरै पहिलेको कुरा हो जब मानिसहरूले भगवानलाई चिठी लेखेर पठाउँथे र उत्तर कुहिएको रुखको पातबाट पाउँथे। त्यो बेला सगरमाथा चन्द्रमाको अङ्गालोमा सुतिरहेको ठानिन्थ्यो र हावाको गन्ध भाषामा बोल्थ्यो। पर्वत पारी एउटा गाउँ थियो, शिवबारी। त्यो गाउँका मान्छेहरू किसान थिए, सादा जीवन बिताउँथे। तर पूर्वपट्टि एउटा ठुलो पोखरी थियो, जसलाई कसैले देवताले दिएको दान भन्थे। पोखरी निलो थिएन न त हरियो, तर त्यो पानीमा हेर्दा मान्छेहरूले आफूले होइन अज्ञात संसारै देख्थे। बुढाबाजेहरूले भन्थे त्यो पोखरी पानी मुनि जाने ढोका हो, तर कोही पनि त्यो गाउँ देखेका थिएनन्। देख्थे भने पनि फर्किएका थिएनन्। कथाको सुरु हुन्छ निमा नामकी युवतीबाट। निमा एक वृद्ध आमा हुन्, तर गाउँका मान्छेहरूले उहाँलाई अलिकति असाधारण भन्थे, किनकि निमा कहिलेकाहीँ पोखरीको किनारमा बसेर पानीलाई हेर्दै हाँस्थिन्, मानव ऊ त्यहाँ कोहीसँग कुरा गरिरहेकी हो कि भन्थे। तर एक रात चन्द्र पूर्णिमामा थियो। गाउँका सबै मानिसहरू निदाएका थिए, तर निमा पोखरीको छेउमा थिइन्। पानी शान्त थियो। आकाशमा चन्द्रमाको उज्यालो पोखरीतिर ओर्लिएको हो कि जस्तो देखिन्थ्यो। अचानक पानीको सतह हलचल भयो। बिस्तारै पोखरीको बीचबाट सुनौलो सिड निस्कियो। एक एक गरेर पानी मुनि झर्दै निमालाई नसोचिकन आफूलाई त्यहाँ पाइन्। ऊ सिठमा पाइला राख्दै तल झर्दै गइन्। पानीले उहाँलाई न भिजायो न रोक्यो। तल झर्दै गर्दा उसले देख्न थालिन् एक अज्ञात संसार। त्यो पानी मुनिको गाउँ थियो। गाउँ झिलिमिली बत्तीहरूले झपक्क उज्यालो मान्छेहरू थिए, तर उनीले आँखा चम्किलो थियो। स्वर सङ्गीत जस्ता चाल हलचल बादल जस्तो सबै। निमा हेरेर मुस्कुराइरहिन्। एक वृद्ध आइमै चिटिक्क परेर लुगा लगाएर आइन्। तपाईँलाई थाहा थियो म आउँछु, निमा भन्छन्। निमा अचम्म परिन्। हामीलाई थाहा छ को कहिले आउँछ यो गाउँ, त्यहाँको लागि यो जसले सुन्न सक्छ पानी मुनिको आवाज। निमा सहर हेर्दै गइन्। त्यहाँ किताबले आफै सुनाउँथे, रुखहरूले गीत गाइरहेको हुन्थे र बिनाहरूका माछाहरू आकाशमा उडिरहेको थिए। सबै कुरा स्पर्श जस्तो तर यथार्थ। गाउँका बासिन्दाहरूले बताए, हामी तिम्रै पूर्वज हौँ। त्यो गाउँमा उनीहरूले आउँछन् जसको मन अझै निष्कलन छ, जसले संसारको दुःख सुन्दै पनि आँखा नमोलेको होस्। तर त्यो गाउँमा एक रहस्य थियो, त्यहाँबाट फर्कन पाइँदैन थियो। निमाले सोधिन्, तर म त आएकी छु, हेर्न पाइ फर्किन पनि पर्छ। वृद्धा मुस्कुराइन्, तर आँखा दुःखले झिमझिमाइरहिन्। फर्किन सक्छौ, तर एउटा परीक्षा दिनुपर्छ। परीक्षा भने सजिलो थिएन। उसलाई पठायो दुःखको घर। त्यो एउटा सुनसान क्षेत्र थियो, जहाँ लाखौँ आत्माहरू कुरा गरिरहेका थिए। संसारमा छोडिएका, भुलिएका, दबिएका आत्मा। निमा त्यहाँ गइन्। उनीहरूसँग बसिन्, कथा सुनिन्। एक बालकले भन्यो, म युद्धमा हराएको छु, घर सम्झना आउँछ। एक आत्माले भनिन्, मरेपछि पनि छोराहरूको पर्खाइमा छु। एक वृद्धाले कुराए, कसैले मेरो कथा सुनेन, म हराए। निमा सबैलाई सुनिरहिन्, उहाँसँग समय बिताइन्। जब ऊ फर्किन्, गाउँ उज्यालो भयो, पहिलाभन्दा उज्यालो।
अब निमा फर्किन सक्थिन्, तर ऊ दिव्यत्वमा थिइन्। यहाँ स्वर्ग थियो, तर उसको गाउँ, उसका बाआमा उसलाई खोजिरहेका थिए। के फर्क्यौँ? उसलाई वृद्धलाई सोधिन्। वृद्ध भनिन्, तिमी फर्किन सक्छौ, तर फर्किएपछि यो कुरा सम्झन सक्दैनौ। त्यो पोखरीमा फेरि सामान्य देखिन्छ, तर पानीमुनिको गाउँ सपना जस्तो लाग्ने छ। निमा आँखा बन्द गरी गाउँका बालकहरूलाई दुःखका आत्मा सबै सम्झिन्। निमा फर्किन्। गाउँमा बाढी आएको रहेछ। सबैले उनलाई मरेकी भनेर ठानेका थिए, तर ऊ आइन्, सुक्खा लुगा, उज्यालो अनुहार र गहिरो आँखा लिएर। सबै अचम्म परे, तर निमा केही बोलिनन्। उसले पोखरीमा निहालिरहिन्। अब त्यो सामान्य थियो, तर कहिलेकाहीँ फुर्सद पाउनासाथ पोखरीमा जान्थिन्। धेरै वर्ष बित्यो। निमा बुढी भइन्, अनि जब ऊ मर्छिन् भन्ने लाग्थ्यो, एक तारा पोखरीमा फेरि झिलमिली भयो। कसैले देखे, एक सुनौलो सिँढी फेरि पोखरीमा ओर्लिरहेको थियो। निमा अन्तिम पटक पोखरीमा हेरेर मुस्कुराइन् र भोलिपल्ट उनी हराइन्। आज पनि शिवबारीमा पोखरी छ। शान्त सामान्य देखिन्थ्यो, तर बुढा आमाहरू अझै भन्छन्, जसको मन पिरो छ, एकपटक पानीमा हेरेर देख्यो, सायद तिमी पनि देख्छौ पानीमुनिको गाउँ। साथीहरू, कथा सकिएको छ, तर हाम्रो यात्रा अझै बाँकी छ। यात्रालाई यहीँ रोकिन नदिनुहोस्। च्यानललाई सब्सक्राइब गर्नुहोस्। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। पहिलोपटक कथा हो, त्यति राम्रोसँग लेख्न पाएको थिएन, राम्रोसँग लेख्न जानेको छैन। यात्रा अगाडि बढ्दै जाँदा राम्रोसँग कथा लेख्नेछु भन्दै आजको यस भिडियोबाट म बिदा हुन्छु। तपाईँहरूको बाँकी समय भने शुभ बितोस्। नमस्कार।